हाई एभ्रिवान, नमस्कार सबैजनालाई। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। यदि हजुरहरू चाहिँ जापानमा बस्नुहुन्छ र जापानमा जन्मेका बेबीहरूको नेपाली पासपोर्ट बनाउने सोचाइ गर्दै हुनुहुन्छ भने यो भिडियो हजुरहरूको लागि हुन सक्दछ। नगरी सुरु गरौँ है त आजको भिडियो। गुगल अथवा सफारीबाट नेपाली एम्बेसीको वेबसाइट सर्च गर्न सक्नुहुनेछ, देख्न सक्नुहुनेछ ओपन भइसकेको छ। त्यसपछि हजुरहरू पासपोर्टमा जानु होला। त्यसपछि त्यहाँ देखाएको लिङ्क एप्लाई फर ई पासपोर्टमा क्लिक गर्नु होला। यसरी एप्लाई फर पासपोर्ट भन्ने इन्टरफेस देखा पर्दछ। एप्लाई फर पासपोर्टमा क्लिक गर्नु होला। हजुरहरूको पहिलो पटक राजधानी भएकाले त्यसमा क्लिक गर्नु होला। यस्तो इन्टरफेस देखा पर्दछ। त्यसै गरी अर्डिनरी 34 पेज सेलेक्ट गर्नु होला। त्यसपछि प्रोसिड गर्ने। आई एग्री स्वीकृत छ गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस देखा पर्दछ। अपोइन्टमेन्ट कन्ट्रीमा नेपाल नभएकाले हामी जापानमा भएकाले अदर्स गर्नु होला। अनि अप्सनहरू देखा पर्दछ। लास्ट वानमा यानि टोकियो भन्ने छ, त्यो सेलेक्ट गर्नु होला। त्यसै गरी डेट एन्ड टाइम बुक गर्न सक्नुहुनेछ। क्याप्चा फिलअप गर्नु होला। नेक्स्ट गर्न सक्नुहुनेछ। त्यसपछि एप्लिकेसन फर्म ओपन हुनेछ। यसमा चाहिँ बेबीको सम्पूर्ण डिटेल्स राख्नुपर्ने हुन्छ। सुरुमा रहेको छ लास्ट नेम, हजुरको बेबीको थर्ड राख्न सक्नुहुनेछ। अनि त्यसपछि फर्स्ट नेम रहेको छ। अब जेन्डर मेल फिमेल सेलेक्ट गर्न सक्नुहुनेछ। त्यसपछि रह्यो बेबीको डेट अफ बर्थ, त्यसमा चाहिँ इङ्ग्लिस डेट अफ बर्थ राख्न सक्नुहुनेछ। इज दिस एक्ज्याक्ट डेट अफ बर्थ भनेको छ, एस गर्नु होला। अर्को रहेको छ नेपाली डेट अनुसार बेबीको डेट अफ बर्थ राख्नु होला। त्यसै गरी मेन इम्पोर्टेन्ट कुरा भनेको चाहिँ प्लेस अफ बर्थ, डिस्ट्रिक्ट, कन्ट्री इफ वन एबोर भनेको छ। त्यसमा चाहिँ हजुरहरूले चाहिँ नेपालको नराखिकन हजुरहरूले चाहिँ यहाँ जापानमा जन्मेको हुनाले अदर्स भन्ने अप्सन रहेको छ, ओ अल्फाबेटबाट सेलेक्ट गर्न सक्नुहुन्छ। अदर्स कन्ट्री सेलेक्ट गरेर अनि बर्थ कन्ट्री चाहिँ जापान चुज गर्नुपर्ने हुन्छ है हजुरहरूले चाहिँ। यो चाहिँ मेन विशेष गरी ध्यान दिनुपर्ने कुरा हुन्छ। नेसनालिटी नेपाली नै रहिहाल्यो। त्यसपछि लेख्नु होला फादरको लास्ट नेम र फादर नेम, मदरको लास्ट नेम र मदर नेम। अब रह्यो सिटिजनसिप सम्बन्धी इन्फर्मेसन, त्यसमा क्लिक गर्नु होला। यस्तो इन्टरफेस देखा पर्दछ। बेबीको चाहिँ नागरिकता नहुने भएकोले चाहिँ यसमा चाहिँ 004 वटा 0 राख्न सक्नुहुन्छ सिटिजनसिप नम्बरमा। सिटिजनसिप डेट अफ इस्यु भनेको छ, यसमा चाहिँ अब इयरमा 4 वटा 0, मन्थमा पनि 2टा 0 र डेमा 2टा 0 गरेर त्यसरी राख्न सक्नुहुनेछ। सिटिजनसिप प्लेस अफ इस्युमा चाहिँ हजुरहरूले जापान राख्न सक्नुहुनेछ। अदर्स कन्ट्रीमा सिलेक्ट गरेर प्लेस अफ इस्युमा जापान राख्न सक्नुहुनेछ। यसमा चाहिँ बेबीको सिटिजनसिप नहुने भएकोले त्यो गर्नु परेको हो। गरी एप्लिकान्ट कन्ट्याक्ट डिटेल्स, आवेदकको सम्पर्क विवरण भनेको छ, यसमा क्लिक गर्नु होला। यसमा चाहिँ मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। हजुरहरूले चाहिँ नेपालको मोबाइल नम्बर राख्नु होला। कोही आफन्तहरूको मोबाइल नम्बर राख्न सक्नुहुन्छ, घरका परिवारका सदस्यहरूको। अनि इमेल एड्रेस राख्नु होला। हजुरहरूको अब एड्रेस कहाँ हो, नेपालको पर्मानेन्ट एड्रेस राख्नुपर्ने हुन्छ। यसमा चाहिँ स्थायी ठेगाना, हजुरहरूको गाउँ भयो, वार्ड नम्बर कति हो त्यो राख्नु होला। कन्ट्री अटोमेटिक नेपाल भइहाल्यो। हजुरहरूको प्रोभिन्स, प्रदेश कुन प्रदेश हो, हजुरहरूको डिस्ट्रिक्ट त्यही अनुसार आउँछ, सेलेक्ट गर्नु होला। त्यसपछि म्युनिसिपालिटीमा चाहिँ अब नगरपालिका अथवा के छ, हजुरहरूको गाउँपालिका नगरपालिका के छ त्यही आउँछ, त्यो नि चुज गर्नु होला। त्यति गरिसकेपछि अब कन्ट्याक्ट डिटेल्स आउँछ। कन्ट्याक्ट डिटेल्समा अब हजुरको कसलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ उहाँको सर नेम, अनि त्यसपछि उहाँको एड्रेस राख्न सक्नुहुनेछ। माथि फिलअप गर्नुभएको जसरी नै यसमा पनि देख्न सक्नुहुनेछ। मैले सबै सेलेक्ट गर्दैछु, चुज गर्दैछु। हजुरहरूले पनि यसै गरी नै हजुरहरूको बेबीको पासपोर्टको लागि हजुरहरूले फर्म भर्न सक्नुहुनेछ। अब नेक्स्ट गरेर माइनरमा क्लिक गर्नु होला।
फाइल अट्याच देखाउँदछ। म्यान्डेटरी फाइल रहेको छ। यसमा चाहिँ माइनर सर्टिफिकेट ब्याक र फ्रन्टको फोटो अपलोड गर्नुपर्ने हुन्छ। हजुरहरूले बेबीको जाइरो कार्डको ब्याक र फ्रन्टको फोटो अपलोड गर्न सक्नुहुनेछ। साथै एडिसनलमा चाहिँ हजुरहरूले बेबीको स्याक्सो भन्नाले सिटी अफिसबाट प्राप्त भएको बर्थ सर्टिफिकेटको फोटो पनि अपलोड गर्नुहोला। त्यसै गरी हजुरहरूले बेबीको पापाको नागरिकता अथवा पासपोर्टको फोटो पनि एड गरिदिन सक्नुहुनेछ। त्यसपछि नेक्स्ट गर्नुहोला। यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। हजुरहरूले भर्नुभएको बेबीको सम्पूर्ण डिटेल्सहरू देखा पर्दछ। मिस्टेक छ भने करेक्सन पनि गर्न सकिन्छ। अब चाहिँ दिएको क्यारेक्टर हानेर सेभ गर्नुहोला। त्यसपछि रिक्वेस्ट नम्बर देखा पर्दछ र फिनिशमा क्लिक गर्नुहोला। रिक्वेस्ट नम्बरलाई स्क्रिनसट गर्न सक्नुहुनेछ। त्यसपछि डाउनलोड पिडिएफमा क्लिक गर्नुहोला। यस्तो इन्टरफेस खुल्नेछ। फाइनली हजुरहरूले देख्न सक्नुहुनेछ हाम्रो चाहिँ बारकोडवाला फर्म आइसकेको छ। यस फर्मलाई चाहिँ प्रिन्ट गरेर हामीले एम्बेसी पठाउनु पर्ने हुन्छ। हजुरहरूको सहजताको लागि बेबीको पासपोर्ट बनाउनुको लागि चाहिने सम्पूर्ण डकुमेन्टहरू के चाहिन्छ भनेर मैले यहाँ लास्टमा राखेको छु। जस्तो समस्या चाहिँ फोटोमा हुने भएकाले यहाँहरूले चाहिँ स्टुडियोमा नै गएर व्हाइट ब्याकग्राउन्डमा बेबीको दुईटा पासपोर्ट साइजको फोटो 45x35 mm को रेडी गर्नुहोला। सम्पूर्ण डकुमेन्टहरू जापानको टोकियोमा रहेको नेपाल एम्बेसीको लोकेसनमा हजुरहरूले पठाउन सक्नुहुनेछ। हस् त आजको लागि भिडियो यति नै। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुनेछ। साथै यस भिडियोमा कुनै कुरा बुझ्नु भएन भने पनि कमेन्ट गर्न सक्नुहुनेछ। धन्यवाद।